वेलकम स्टूडेंट भिडियो ट्युटोरियल को यो नेक्स्ट भिडियो सीरीज अथवा ट्युटोरियल सीरीज हो। यसमा चाहिँ बेसिकली म गेम डेभलपमेन्ट ट्युटोरियल अथवा ट्युटोरिङ गर्छु। बेसिकली हामी सफ्टवेयर चाहिँ कन्स्ट्रक्ट 2 भन्ने चलाउने छौं र यहाँ देख्न सक्नुहुन्छ कन्स्ट्रक्ट 2 भनेर लेखिरहेको छ। यो सफ्टवेयर युज गर्न भन्दा अगाडि तपाईको कम्प्युटरमा हुनु पर्यो। बेसिकली यो सफ्टवेयर डाउनलोड गर्नको लागि यहाँ वेबसाइट दिइराखेको छ www.scirra.com/construct2 भनेर। यसरी तपाईले ब्राउजरमा इन्टर गर्नुभयो भने construct 2 डाउनलोड गर्ने तपाईको एउटा लिंक अथवा पेज आउनेछ र त्यो पेजबाट तपाईले construct 2 डाउनलोड गर्न सक्नुहुनेछ। construct 2 यहाँ देख्न सक्नुहुन्छ डेभलप गेम्स विदाउट कोडिङ, कुनै पनि कोड चाहिँदैन। HTML बेस्ड गेम अथवा प्लेटफर्म बेस्ड गेम हामी बनाउन सक्छौं construct 2 बाट। बेसिकली construct 2 बाट हामी अहिलेको यो स्टेज सम्म construct 2 ले हामीलाई 2D गेम्सहरु बनाउन दिन्छ। हामी पनि 2D गेम्स नै बनाउने ट्युटोरियल हेर्ने छौं। यो चाहिँ एकदमै इजी हुन्छ र एकदमै क्विक पनि हुन्छ। प्रोग्रामिङ गरिराख्यो भने अलिकति ढिलो हुने, सेम कुराहरु रिपिट गर्नु परेमा त्यसलाई चाहिँ कोडिङमा रिपिट गरिराख्नु पर्ने हुन्छ। तर construct 2 मा चाहिँ कोडिङ नभएको हुनाले एकदमै छिटो हुने र सजिलो हुने गर्दछ। ल मैले भनिसके 2D गेम्स हामी हेर्ने छौं। यो कम्प्लिटली यो सिरिज चाहिँ नेपालीमा हुनेछ। यो नेपाली भिडियो ट्युटोरियल हो। तपाई यहाँ मेरो YouTube च्यानल देख्न सक्नुहुन्छ youtube.com स्टुडेन्ट भिडियो ट्युटोरियल। बेसिकली म इथिकल ह्याकिङ सम्बन्धी ट्युटोरियलहरु बनाउँछु, भिडियो एडिटिङ सम्बन्धी ट्युटोरियलहरु, एनिमेसन सम्बन्धी ट्युटोरियलहरु, फोटोशप अथवा ग्राफिक्स डिजाइन सम्बन्धी ट्युटोरियलहरु, कम्प्युटरको लगभग प्रोग्रामिङ सम्बन्धी ट्युटोरियलहरु पनि। र मैले अहिलेसम्म के ट्युटोरियल बनाएको छु र फ्युचरमा के बनाउने छु भन्ने कुराहरु स्टुडेन्ट भिडियो ट्युटोरियललाई सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ। त्यसैगरी www.itsolutionpokhara.com यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो आफ्नो वेबसाइट हो। यसमा चाहिँ मेरो इभेन्टहरु, मैले गरेको इभेन्टहरु अथवा मैले बनाएको ट्युटोरियलहरु, न्यूज अपडेट्सहरु, टेक्नोलोजी न्यूज अपडेट्सहरु यो वेबसाइटमा पनि हुन सक्छ र भिजिट गर्न सक्नुहुनेछ। ट्विटरमा फलो गर्नु पर्यो भने चाहिँ यहाँ मेरो ट्विटर च्यानल ट्विटर युजर नेम पनि देख्न सक्नुहुन्छ। र अर्को कुरा म के भन्न चाहन्छु भने यहाँ लेखिरहेको छ डाउनलोड दिस इमेजेस फ्रम www.itsolutionpokhara.com। You will find download tab and construct 2 images menu। भन्न खोजेको तपाईहरुले हामीले मैले जुन गेम बनाउन सिकाउँदै छु, यहाँ जुन ट्रेनिङ दिदै छु, त्यो गेम ट्युटोरियलमा हामीलाई 1 2 3 4 5 यो पाँचवटा इमेजेसहरु चाहिने छ। जसमा चाहिँ एउटा प्लेयर हुनेछ, प्लेयरको इमेज यो हुनेछ, बुलेट हुनेछ, यहाँ गन देखिराख्नु भएको छ, यो गनबाट फायर हुने बुलेट हामीलाई यो चाहिनेछ, यो इमेज चाहिनेछ। त्यसैगरी मोन्स्टर चाहिनेछ, प्लेयरले चाहिँ मोन्स्टरलाई मार्ने कुरा मात्रै हो। टाइल ब्याकग्राउन्ड देखिरहेको छ, यो टाइल ब्याकग्राउन्ड पछाडी हुन्छ र त्यसको माथि प्लेयरहरु अथवा मोन्स्टरहरु देखिरहेको हुन्छ। र त्यसैगरी एक्सप्लोजन, जस्तै प्लेयरले बुलेट शूट गर्छ मोन्स्टरमाथि, केही बुलेटहरु शूट गरेपछि मोन्स्टर मर्छ, उसको हेल्थ सिद्धिएपछि मोन्स्टर मर्छ। मर्ने बेला चाहिँ मोन्स्टर एक्सप्लोड भएर मरिरहेको हुन्छ। त्यो एक्सप्लोजन चाहिँ यो इमेजले देखाउँछ। र यो युज गर्नु भन्दा अगाडि यो डाउनलोड गर्नुपर्ने हुन्छ हजुरले। डाउनलोड गर्नको लागि itsolutionpokhara.com मा जानुस्। त्यहाँ चाहिँ डाउनलोड भन्ने ट्याब देखिरहेको हुन्छ, टपमा हुन्छ। डाउनलोड भन्ने ट्याबमा चाहिँ माउस लग्नु भयो भने construct 2 images भनेर अर्को एउटा मेनु हुन्छ त्यो ट्याबमा। त्यहाँ क्लिक गर्नु भयो भने यो इमेजेसहरु देखिन्छ। हरेक इमेजमा राइट क्लिक गर्दै सेभ इमेज गर्दिनुस्, राइट क्लिक गर्दै सेभ इमेज गर्दिनुस्। र कस्तो खाले गेम म बनाउन सिकाउँछु त, यो ट्युटोरियल सिरिजमा कस्तो खाले हामी गेम बनाउन सिक्छौं भन्ने कुरा चाहिँ म तपाईलाई ब्राउजरमा देखाउन चाहन्छु। जस्तै मैले यो ब्राउजर बेस्ड गेम बनाउन सिकाउने हजुरहरुलाई यहाँ देखिराख्नु भएको छ। गेम ओभर, प्रेस स्पेस टु स्टार्ट। अघि मैले मोन्स्टरको चित्र देखाएको थिए, कति याद गर्नु म कति याद गर्नु भएन। यही खाली मोन्स्टर हो, हामीलाई एउटा इमेज भए पुग्छ। यसरी मोन्स्टरहरु आइराख्छ र त्यसैगरी म प्रेस स्पेस टु स्टार्ट लेखिरहेको छ, स्पेस क्लिक गर्छु र यहाँ देख्न सक्नुहुन्छ हाम्रो प्लेयर यहाँ देखिरहेको छ। माउसको अप डाउन एरो की, लेफ्ट एरो की, राइट एरो की युज गरेर हामीले यसरी यसलाई मुभ गर्न सक्छौं यो प्लेयरलाई। त्यसैगरी क्लिक गर्यो भने यसले बुलेट फायर गर्छ। त्यो बुलेटको इमेज हामीले अघि देखेको थियौं। यसरी मोन्स्टरहरु आउँछ, हामी यस्तै क्लिक गर्दै गयो, उनीहरुलाई बुलेट हान्दै गयो भने यसरी मर्दै जान्छ र एक्सप्लोर भएको इमेज देखिराख्नु भएको छ। यो पड्केको जुन इमेज आइराखेको छ यो चाहिँ बेसिकली त्यही हाम्रो इमेज युज गरेको हामीले जुन एक्सप्लोजन भन्ने इमेज मैले देखाएको थिए अघि, त्यो इमेज हो। यो चाहिँ प्लेयरको इमेज हो, हामी यसरी देखाउँछौं। त्यो गन छ, बुलेट पनि यसरी आइराखेको हुन्छ, क्लिक गर्यो भने बुलेट जान्छ यसरी। यसरी हामी अनि मोन्स्टरको इमेज यसरी आइराखेको हुन्छ र एक्सप्लोजनको यो क्लिक गर्दै गयो भने मर्दाखेरि चाहिँ एक्सप्लोजनको इमेज युज हुन्छ। हो यो कसरी गर्ने, यस्तो गेम कसरी बनाउने भन्ने कुरा ट्युटोरियल म तपाईलाई देखाउने छु। लगभग 15 देखि 20 वटा भिडियो हुनेछ त्यसमा चाहिँ। यसरी मोन्स्टरले हामीलाई छोयो भने हामी चाहिँ अनि गेम ओभर भन्छ। त्यसैगरी हाम्रो यहाँ हेड अफ डिस्प्ले भन्छ, HUD भन्छ, यहाँ देखिराख्नु भएको छ। स्कोर 800, FPS 26 35 यो देखिरहेको छ। स्कोर कसरी मार्दाखेरि स्कोर बढ्दै जाने कुरा हुन्छ। स्कोर अहिले 0 छ,
यहाँ हेर्न सक्नुहुन्छ मैले कुनै पनि एउटा मोन्स्टरलाई मारे भने माथि स्कोर बढ्ने कुरा हुन्छ त्यो कसरी गर्ने सबै कुराहरू हामी चाहिँ ट्रेनिङको सिरिजमा हेर्दै जानेछौँ जस्तै यो मोन्स्टरलाई मैले मार्ने बित्तिकै 80 भनेर पोइन्ट आयो जस्तै अब यसलाई मलाई छोयो भने डिस्ट्रोय गेम ओभर प्रेस स्पेस टु रिस्टार्ट हामीले यो खाले गेम बनाउने हो ओके सेकेन्ड भिडियो ट्युटोरियलमा चाहिँ हामी बेसिकल्ली टाइल ब्याकग्राउन्ड यो जुन ब्याकग्राउन्ड यो छ टाइल ब्याकग्राउन्ड जुन भनेको थिएँ मैले एउटा इमेज मैले तपाईँलाई देखाएको थिएँ त्यही इमेज चाहिँ टाइल भएर बसेको हो यो ब्याकग्राउन्डमा त्यो टाइल ब्याकग्राउन्ड कसरी गर्ने भन्ने कुरा हामी चाहिँ सेकेन्ड भिडियो ट्युटोरियलमा हेर्छौँ र यसलाई ओभर गर्नुभन्दा अगाडि तपाईँलाई म एउटा कुरा के देखाउन चाहन्छु भने कन्स्ट्रक्ट 2 इन्स्टल गर्ने बित्तिकै तपाईँको डेस्कटपमा एउटा आइकन आउनेछ कन्स्ट्रक्ट 2 को जस्तै यहाँ तपाईले देख्न सक्नुहुन्छ यो आइकन यस्तो खाले आइकन आउनेछ मैले चाहिँ यसलाई टास्क बारमा पिन गरेको छु यसलाई क्लिक गर्ने अथवा डबल क्लिक गर्ने डेस्कटपबाट र फर्स्ट पेज हाम्रो यस्तो आउनेछ र यहाँ चाहिँ तपाईले के देख्न सक्नुहुन्छ भने एउटा लास्टमा बिजनेस लाइसेन्स भनेर दिइराखेको छ यो चाहिँ मेरो फ्रीवेयर हो फ्री हो र तपाईलाई सँग अर्को बिजनेस लाइसेन्स पनि हुन्छ एउटा बिजनेस लाइसेन्स चाहिँ किन चाहिन्छ भन्दाखेरि तपाईहरुले पैसा कमाउने तरिकाले कुनै पनि गेम बनाएर बेच्नु परेमा चाहिँ बिजनेस लाइसेन्स चाहिन्छ अराउन्ड $200 पर्छ कन्स्ट्रक्ट त्यति बेला किन्ने बेला चाहिँ नत्र हामीले फ्री पनि डाउनलोड गर्न सक्छौं फ्री डाउनलोड गरेर हरेक फिचरहरु हामीले लिन पाउँछौं त्यति मात्र हो हामीले फ्रीमा बनाएको गेम चाहिँ बेच्न पाउँदैनौं त्यो सबै त्यो वेबसाइटमा कन्स्ट्रक्ट 2 को वेबसाइटमा राखिएको छ जस्तै कन्स्ट्रक्ट 2 ओपन यसरी हुन्छ यसरी भइसकेपछि यहाँ देख्न सक्नुहुन्छ स्टार्ट न्यू प्रोजेक्ट छ न्यू प्रोजेक्ट गर्ने त्यसैगरी यहाँ विभिन्न अप्सनहरु आउँछ यो अप्सन हामी पछि हेर्दै जानेछौं तर बेसिकली हामीलाई यो गेमलाई चाहिने भनेको चाहिँ क्रिएट अ न्यू युनिटी प्रोजेक्ट विथ डिफल्ट सेटिङ भनेछ यसलाई क्लिक गर्ने अनि ओपन गर्ने ओपन गरिसकेपछि यो एउटा सेतो भाग देखिन्छ किबोर्डमा कन्ट्रोल प्रेस गरेर माउस व्हील अप एन्ड डाउन गर्नुभयो भने यसरी यो सानो हुने अथवा ठुलो हुने हुन्छ यतिकै राख्नु अहिले चाहिँ अब यो बेसिकली बाहिरको जुन ग्रे पार्ट छ यो चाहिँ हामीलाई चाहिदैन हाम्रो गेम बन्ने भनेको यो बेसिकली यो सेतो भागमा हो बेसिकली सेतो भागमा बन्छ अब यहाँ तपाईहरुले सेटिङ देख्न सक्नुहुन्छ नेम भर्सन डिफरेन्ट सेटिङ्सहरु छ यहाँ प्रोजेक्ट भनेर प्यानल दिइराखेको छ प्रोजेक्ट छ यहाँ लेयर्सहरु छ अब यहाँ मेनुजहरु छ अब यो कसरी काम गर्छ यसले भन्ने कुरा हामी काम गर्दै र त्यसलाई हेर्दै जाने छौं स्टार्ट पेज भन्ने ट्याब यहाँ छ यो हाम्रो स्टार्ट पेजको ट्याब भयो लेआउट 1 भन्दा हाम्रो कुन गेम डिजाइन गर्दै छौं त्यसको लेआउटको कुरा हो हामीले यहाँ ब्याकग्राउन्ड राख्ने प्लेयर्सहरु ल्याउने कुराहरु हामी यहाँ हेर्छौं र इभेन्ट सिट भनिराखेको छ इभेन्ट सिटमा चाहिँ हामीले गेम डेभलप गर्दै जाने क्रममा कुनै पनि अब जस्तै बुलेट गनबाट फायर भएर जान्छ त्यो एउटा एनिमेसन टाइपको इभेन्ट हो त्यस्तो इभेन्टहरु हामीले यहाँबाट डिफाइन गर्ने हो प्लेयरलाई हिँडाउने अप गर्ने अप एरो दाब्दाखेरि प्लेयर अप जाने डाउन एरो दाब्दाखेरि प्लेयर डाउन आउने त्यस्तो कुराहरु हामीले यहाँबाट इभेन्ट सेट गर्ने कुराहरु हो यहाँ हामी गेम बनाउने क्रममा हेर्दै जान्छौं ओके फर्स्ट ट्युटोरियल चाहिँ यति नै हो सेकेन्ड ट्युटोरियलमा हामी कसरी टाइल ब्याकग्राउन्ड गर्ने हामीसँग भएको इमेजलाई होल यो सेतो भागमा कसरी टाइल गर्ने भन्ने कुरा हेर्छौं ओके सब्स्क्राइब गर्न नभुल्नु होला बिकज योर सब्सक्रिप्सन विल डेफिनेटली हेल्प माय च्यानल टु ग्रो